ओके गाइस ल हामीले के गरेको थियो लास्ट क्लासमा भन्दाखेरि हामीले टाइप्स सरी ट्रायल ब्यालेन्सको बारेमा पढेको थियो अनि के हो यो व्हाट इज द प्राइमरी पर्पस एन्ड द लिमिटेसन अफ द ट्रायल ब्यालेन्स अब हामी गर्दैछौँ एरर्स ओके एरर्सको करेक्सन गर्ने कसरी सो बिफोर वी स्टार्ट विथ द एरर्सको करेक्सन हामीलाई के थाहा हुनुपर्छ भने हाउ मेनी टाइप्स अफ एरर्स आर देयर जुन चाहिँ नर्मली हुन्छ ओके सो फर्स्टमा यहाँनिर लेखेको छ अनि बाई द वे दिज आर द एरर्स द्याट आर नट एफेक्टिङ द ट्रायल ब्यालेन्स सो मतलब यो एरर भयो भने पनि स्टिल द ट्रायल ब्यालेन्स विल अग्री है इट विल टोटल सो फर्स्टमा एरर छ अमिसन अमिसन एरर भनेको मतलब ट्रान्जेक्सन रेकर्डै भएन है कमिसन एरर भनेको मतलब रङ पर्सनल अकाउन्टमा हालिएको छ इन्ट्रिजहरू ओके प्रिन्सिपल एरर भनेको यु आर मेकिङ अ मिस्टेक इन द टाइप अर क्लास अफ अकाउन्ट्स मतलब क्यापिटल नेचरको थियो तपाईँले रेभेन्यू बनाइदिनु भयो रेभेन्यू नेचरको थियो या क्यापिटल बनाइदिनु भयो सो दिस काइन्ड अफ एरर्स आर यो प्रिन्सिपल एरर्स कम्पेन्सेटिङ एरर्स भनेको दुईटा गल्ती विथ द सेम अमाउन्ट एउटा बढेको छ त्यही अमाउन्टले घटेको छ अर्को कुनै ट्रान्जेक्सन भने इन द्याट केस इट इज कम्पेन्सेटिङ ओके ओरिजिनल एन्ट्री भनेर भनेको मतलब डबल एन्ट्रीमा त केही गडबड भएन तर अमाउन्टमा मिस्टेक भयो ओके एन्ड रिभर्सल एन्ट्रिज भनेको मतलब ओरिजिनल एन्ट्री जे हुनुपर्ने थियो त्यसको उल्टा टाइपको एरर गऱ्यो भने त्यसलाई हामीले भन्छौँ ओरिजिनल रिभर्सल एन्ट्रिज अब एउटा कुरा बुझ्ने यहाँनिर सर एरर्समा हामीले चाहिँ अब कसरी रेक्टिफाई गर्ने सो सबसे पहिला त वाट इज द करेक्ट एन्ट्री त्यो थाहा पाउनु पर्यो होइन र वाट इज द रङ एन्ट्री मतलब उनीहरूले के एन्ट्री हाल्यो के हुनुपर्ने थियो के गर्यो होइन र त्यसैलाई हामीले सच्याउने ओके मेरो हिसाबले भन्ने नि रेक्टिफिकेसन भनेको उल्टा बनाउने सो करेक्टमा सपोज मानिलिउँ डेबिट क्रेडिट हुन्छ यहाँ पनि तपाईँको डेबिट क्रेडिट ओके सो अब हामीले रेक्टिफाई गर्ने बेलामा के गर्नु त रङ एन्ट्रीलाई बेस गर्नु हेर्ने डेबिटमा के छ ओके से फर एक्जाम्पल पर्चेस छ अरे यहाँ पनि पर्चेस छ यस सो मतलब रङ एन्ट्रीमा जे थियो राइट एन्ट्रीमा पनि त्यही नै छ विथ द सेम अमाउन्ट द्याट मिन्स त्यसलाई चलाउँदै नचलाउनु त्यो ठिक ठाउँमा बसेछ त्यसलाई किन चलाउनु होइन र अब सेकेन्डले चाहिँ क्रेडिटमा के भएको छ गडबड भएको छ यहाँनिर तपाईँको पेएबल्स हुनुपर्ने ठाउँमा यिनीहरूले रिटेन अर्निङ भनेर लेख्यो अरे सो पेएबल्स इज रङ होइन सो अब जुन रङ छ त्यसलाई उल्टा बनाइदिने त्यसलाई उल्टा बनाइदिने होइन जुन राइट छ त्यसलाई राइट ठाउँमा लगेर हालिदिने त्यो नै हो रेक्टिफिकेसनको प्रोसेस ओके र एक्जाम किटको क्वेसन हेरौँ त्यसपछि थाहा हुन्छ कस्तो कस्तो तरिकाले हुँदो रहेछ ओके सो लेट्स मुभ टु द एक्जाम किट हेरौँ Okay, so come to question number 335. Tirath, who is registered to account for sales tax, received a purchase invoice from credit supplier for 750, inclusive of sales tax at the rate of 20%. When processing the invoice, Tirath recorded only the invoice total and did not account for sales tax. So your questions are on sales ट्याक्स ठिक छ ओके सो सेल्स ट्याक्सको क्वेसन हो सेल्स ट्याक्सको क्वेसन हो भने चाहिँ हामी अब के गरौँ त भन्दाखेरि रेक्टिफिकेसनको च्याप्टरमा एउटा एडभान्टेज हामीलाई के छ भने हामीले क्वेसन हेर्दै गइसकेपछि हामीले पहिला पहिला च्याप्टर्समा पढेको कुराहरू रिपिट हुन सक्छ राइट सो त्यो कुरालाई क्विकली रिभाइज गर्ने सो सेल्स ट्याक्स भनेको मतलब के हुन्छ त भन्दाखेरि सेल्स ट्याक्स कि त हुन्छ तपाईँको इन्क्लुजिभ होइन कि त हुन्छ प्लस ओके सो यदि इन्क्लुजिभ छ भनेको मतलब प्लस भनेको मतलब एक्सक्लुजिभ सो इन्क्लुजिभ छ भनिसकेपछि के गर्नु त भन्दाखेरि जुन अमाउन्ट छ जति अमाउन्ट छ त्यसमा सेल्स ट्याक्स पहिलेदेखि गइरहेको छ सो सेल्स ट्याक्स डिभाइडेड बाई 100 प्लस सेल्स ट्याक्स अब यो 100 प्लस सेल्स ट्याक्स किन गरिन्छ वाट इज द लजिक कसरी आयो यो सबै मैले म्याथमेटिकल डेरिभेसन क्लासमा गराउने बेलामा गराइसकेको छु होइन सो प्रोसेस सम्झिनलाई अब यो पोइन्ट अफ टाइममा हामीले त्यो कुरा गरेर भएन एक्सक्लुजिभ या प्लस भनेर भनेको छ भने इन द्याट केस अमाउन्ट जति दिएको छ त्यो अमाउन्टलाई मल्टिप्लाइड बाई सेल्स ट्याक्स डिभाइडेड बाई 100 सिधा सिधा ओके र अब यो सेल्स ट्याक्स अगेन दुई टाइपको हुन्छ सर के यो रिकभरेबल नेचरको छ रिकभरेबल नेचर मतलब यो पैसा हामीलाई फिर्ता आउनेवाला छ
यो पैसा हामीलाई फिर्ता नआउनेवाला छ, रिकभरेबल छ या इरिकभरेबल छ। यदि रिकभरेबल छ भने यसलाई सेपरेटली देखाउनु पर्यो, यसलाई सेपरेटली देखाउनु पर्यो, होइन? र यदि इरिकभरेबल नेचरको छ भने इट इज द पार्ट अफ द कस्ट, पार्ट अफ कस्ट, सो यसलाई सेपरेटली देखाउनु परेन, ठिक छ। त यदि अब हाम्रो लागि मेन भने के हो त भन्दाखेरि हामीले चाहिँ रिकभरेबल नेचरकै भनेर भन्छौँ, होइन? ओके, सो एकचोटि फेरि क्विकली सेल्स ट्याक्स हाम्रो इन्क्लुजिभ र एक्सक्लुजिभ हुन्छ। इन्क्लुजिभ छ भने सेल्स ट्याक्स डिभाइडेड बाई 100 प्लस सेल्स ट्याक्स, एक्सक्लुजिभ छ भने अमाउन्ट डिभाइडेड बाई सरी अमाउन्ट मल्टिप्लाइड बाई सेल्स ट्याक्स डिभाइडेड बाई 100। रिकभरेबल नेचरको छ भने सेपरेटली देखाउने, इरिकभरेबल नेचर छ भने सेपरेटली देखाउनु परेन, इट बिकम्स द पार्ट अफ योर कस्ट, ठिक छ। अब यहाँनिर के गरेको छ त भन्दाखेरि उसले सामान किनेको छ अरे, होइन, 750 मा, जुन चाहिँ तपाईँको सेल्स ट्याक्स इन्क्लुडिङ वेन प्रोसेसिङ द इन्भोइस तिरथ रेकर्डेड ओन्ली द इन्भोइस टोटल एन्ड डिड नट अकाउन्ट फर सेल्स ट्याक्स। सो हिसाबले त करेक्ट एन्ट्री हुनुपर्ने थियो तपाईँको, करेक्ट एन्ट्री हुनुपर्ने थियो डेबिटमा पर्चेस सामान किनेको, क्रेडिट डेबिटमा सेल्स ट्याक्स र क्रेडिटमा तपाईँको पेएबल यो हुनुपर्ने थियो, होइन? पर्चेस पेएबल कति त 750 र यो इन्क्लुजिभ सेल्स ट्याक्स भनेको छ, सो मल्टिप्लाइड बाई 20 डिभाइडेड बाई 120, 70 मल्टिप्लाइड बाई 20 डिभाइडेड बाई 120, so it is 125 sales tax, so that means the purchase will be 625। ओके, सो यो हुनुपर्ने थियो करेक्ट एन्ट्री। तर उनीहरूले रङ एन्ट्री के गरेर त भनेर भन्दाखेरि उनीहरूले डेबिटमा लेख्यो पर्चेस, क्रेडिटमा लेख्यो उनीहरूले, यहाँनिर मैले छोडेँ, सेल्स ट्याक्सको एन्ट्री गरेन अरे, र क्रेडिटमा उसले लेख्यो पेएबल, होइन? र उसले 750 यहाँनिर चढाइदियो, 750 यहाँनिर चढाइदियो। उसले भन्छ रेक्टिफाई गर्नेलाई, रेक्टिफाई गर्ने बेलामा अब मैले के भने रङ एन्ट्रीबाट छ, डेबिटमा के छ सर पर्चेस छ, राइट एन्ट्रीको डेबिटमा के छ पर्चेस छ भनेपछि नाम त सेम टु सेम छ, के अमाउन्ट पनि सेम छ छैन सर। सो अमाउन्ट कतिको डिफरेन्स छ त भने 125 को डिफरेन्स छ, 750 माइनस 625 125 को डिफरेन्स छ। सो त्यसलाई तपाईँले के गर्नु त उल्टा बनाइदिनु, ओके। सो क्रेडिटमा मैले लेखेँ पर्चेस, क्रेडिटमा मैले लेखेँ पर्चेस, ओके। सो पर्चेस पर्चेस भएको सर यहाँ दुइटा छ, अमाउन्ट मेरो 125 भनेर भनिसके, सो 125 वाला अप्सन कुन हो बी हो। सो मेरो एन्सर यहीँनिर सकिसक्यो, मैले पत्ता लगाइसकेँ, होइन? बट स्टिल हामी हेर्दै जाउँ प्रोसेस। सो त्यसपछि आएर क्रेडिटमा हेरेर सर पेएबल छ 750, यहाँ पनि छ पेएबल 750, यहाँनिर के पनि छैन, राइट एन्ट्रीमा के अरे 125 को सेल्स ट्याक्स लेख्नुपर्ने छ। सो डेबिटमा तपाईँले सेल्स ट्याक्स राइट थिङ राइट ठाउँमा लेख्नु पर्यो 125 को, सो सेल्स ट्याक्स 125, क्रेडिटमा पर्चेस 125, ओके। Nicely drafted question. Question number 336. Maxi, who is registered to account for sales tax, received a purchase invoice from credit supplier for 3,300 plus sales tax भनेको छ भनेपछि यो एक्सक्लुसिभ भयो, होइन? When processing the invoice, Maxi only recorded the gross amount and did not account for sales tax. So के भयो त यहाँनिर सेम टु सेम माथि जे छ डिट्टो त्यही भयो। The only thing is that यहाँनिर एक्सक्लुसिभको कुरा आयो, entry will be the same, rectification entry will also be the same. So sales tax लाई डेबिटमा राखेर क्रेडिटमा मैले पर्चेस राख्नु पर्यो, कतिले त भन्दाखेरि 660 ले। सो द्याट मिन्स द अप्सन डी सुड बी योर करेक्ट एन्सर, बिकज 3300 multiplied by 20% sales tax is your के त भन्यो भन्दाखेरि सेल्स ट्याक्सको अमाउन्ट 660 इज योर सेल्स ट्याक्सको अमाउन्ट, ओके। सो यो भयो 336 को। त्यसपछि आएर 37 मा 37 मा के भनेको छ भन्दाखेरि सर एस्टेक कम्पनी रिभ्याल्युड इट्स ल्यान्ड, ओहो यो के रहेछ त रिभ्यालुएसनमा केही गडबड गरेछ, ओके। सो रिभ्यालुएसनमा केही गडबड गरेछ, सो रिभ्यालुएसनमा केही गडबड गरेछ भने चाहिँ नन करेन्ट एसेट्सको रिभ्यालुएसन हामीले पढेको। सो क्विकली रिभाइज गर्नु सर, नन करेन्ट एसेट्समा हामीले रिभ्यालुएसन पढ्दाखेरि के पढेको थियो भन्दाखेरि रिभ्यालुएसन गर्ने बेलामा हामीले डेबिटमा राख्छौँ प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट, होइन? यहाँनिर तपाईँको जुन छ नि
ओरिजिनल कस्ट माइनस रिभ्याल्युड अमाउन्ट होइन, रिभ्याल अमाउन्ट माइनस ओरिजिनल कस्ट होइन। र यदि डेप्रिसिएबल वाला एसेट हो भने हामीले के गर्छौँ त पुरानो एक्युमुलेटेड डेप्रिसिएसनलाई हामीले हटाउँछौँ होइन, र क्रेडिट हामीले दिन्छौँ रिभ्यालुएसन सरप्लसलाई। ठिक छ। र सर अब यो चल्दै चल्दै गयो, लास्टमा गएर इयर एन्डमा पुगिसकेपछि के हुन्छ त भन्दाखेरि हामीले के गर्छौँ डेप्रिसिएसन लगाउँछौँ होइन, कुन चाहिँ भ्याल्युमा, नयाँ भ्याल्युमा, रिभ्याल्युड अमाउन्टमा। र यहाँनिर कुरा आउँछ के एनुअल ट्रान्सफर गरिन्छ त, यस। यदि एनुअल ट्रान्सफर छ भने हाम्रो के गरिन्छ त भन्दाखेरि रिभ्यालुएसन सरप्लस होइन, डेबिटमा र क्रेडिटमा हामीले के राख्छौँ त रिटेन अर्निङ राख्छौँ एभ्री इयर। र जब डिस्पोज गरिन्छ यो इन्ट्री रहँदैन होइन, सिम्पल थियो। र यदि सर एनुअल ट्रान्सफर गरेको छैन भने यो इन्ट्री हरेक वर्ष आउँदैन, लास्टमा गएर जुन वर्ष डिस्पोज गर्यो त्यो बेला नै हामीले के गरिदिन्छ त रिटेन अर्निङमा ट्रान्सफर गरिदियो। यही कुरा हामीले सिकेको थियो रिभ्यालुएसनमा, यस। सरी। अब हेरौँ यहाँनिर के गरेछ त। So, sir, revalued its land on 30th of June 2006 from 60,000 to 85,000. Okay. The entry in the non-current asset account was correctly accounted for and the other accounting entry recorded in written order. So, मेरो correct entry हुनुपर्ने थियो डेबिटमा non-current assets, okay, क्रेडिटमा हुनुपर्ने थियो मेरो के भनेर भन्दाखेरि रिभ्यालुएसन सरप्लस। सर एक्युमुलेटेड डेप्रिसिएसन खोइ त, बिकज इट इज ल्यान्ड, ल्यान्डमा डेप्रिसिएसन हुँदैन। सो यो मेरो हुनुपर्ने थियो 25,000, 25,000को रिभ्यालुएसन यो हुनुपर्ने थियो। तर उसले के गरिदियो अरे त भन्दाखेरि रङ एन्ट्री, नन करेन्ट एसेट्स डेबिट, यो त ठिक छ होइन। सो उसलाई थाहा भएन यो 25,000 कहाँ राख्ने, सो उसले के गरिदियो रहेछ भन्दाखेरि क्रेडिटमा उसले रिटेन अर्निङमा यो पैसालाई चढाइदियो अरे है। सो अब रेक्टिफाइड एन्ट्री के हुन्छ त भनेर भन्दाखेरि पहिला अब रङ एन्ट्री, रङ एन्ट्रीमा डेबिट साइडमा के छ, नन करेन्ट एसेट्स। यतापट्टि करेक्ट एन्ट्रीमा डेबिट साइडमा के छ, नन करेन्ट एसेट्स। अमाउन्ट कति छ, 25,000, यहाँ पनि कति छ, 25,000, भनेपछि ठिक ठाउँमा विथ सेम अमाउन्ट बसिरहेको छ बोथ इन करेक्ट एन्ट्री एन्ड रङ एन्ट्री। सो यसलाई नचलाउने। अर्को एन्ट्री रङ एन्ट्रीमा क्रेडिटमा के छ, रिटेन अर्निङ कतिको, 25,000। यतापट्टि के छ, रिभ्यालुएसन सरप्लस छ सर 25,000। ओके, जुन कुरा सही छ त्यसलाई सहीमा राख्दिउँ। करेन्ट एन्ट्रीको रिभ्यालुएसन इज इन द करेक्ट प्लेस, सो विल पुट द्याट इन करेक्ट ठाउँ होइन। र जुन रङ भयो त्यसलाई उल्टा गरिदिने, डेबिट रिटेन अर्निङ। सो रिटेन अर्निङ डेबिट, क्रेडिट, रिभ्यालुएसन सरप्लस, रिटेन अर्निङ, रिटेन अर्निङ, रिटेन अर्निङ, रिटेन अर्निङ 25,000। ओके, सो 25,000को यो भयो। अब नर्मली यति लामो पनि गर्नु पर्दैन। जब मलाई थाहा भइसक्यो करेक्ट एन्ट्री, नन करेन्ट एसेट्स, रिभ्यालुएसन सरप्लस, क्रेडिटमा रिभ्यालुएसन सरप्लस हुनुपर्ने छ 25,000को भनेपछि यहाँ दुइटामा देखिरहेको छ रिभ्यालुएसन सरप्लस, रिभ्यालुएसन सरप्लस। एउटामा 25,000 छ, एउटामा 85,000 छ। सो 25,000 इज द राइट एन्सर। म अरू काम गर्दै गर्दिनँ, तर मलाई बुझाउनु पर्ने थियो, त्यसले गर्दाखेरि मैले इन डिटेल लिएर गएँ। ओके सर, जुल हजुर। So question number 338 Gorum. Okay. When recording the purchase of the goods from credit supplier, Lime posted a gross cost of 1,500 to purchase and payable ledger. Both supplier and line are registered to you. So यहाँ again यो पनि sales tax के question रहेछ, सेल्स ट्याक्सकै क्वेसन रहेछ, सेम स्टोरी होइन। फेरि आयो, फेरि रिभाइज गरिदिएपछि सेल्स ट्याक्समा सर इन्क्लुजिभ हुन्छ एक्सक्लुजिभ हुन्छ। इन्क्लुजिभ भनिसकेपछि सेल्स ट्याक्स डिभाइडेड बाई 100 प्लस सेल्स ट्याक्स मल्टिप्लाइड बाई अमाउन्ट। अब यहाँनिर क्वेसनले केही पनि भनेको छैन, इट इज अलवेज इन्क्लुजिभ। सो मेरो यहाँनिर सेल्स ट्याक्स हुन जान्छ 1500 मल्टिप्लाइड बाई 20 डिभाइडेड बाई 120। ओके, सो यो हुन आउँछ मेरो $250। ओके, मेरो 250 250 कहाँ छ, यहाँ र यहाँ छ। सो मेरो एन्सर कि त बी हुनु पर्यो कि त डी हुनु पर्यो। ठिक छ, ठिक छ। अब उसले सेल्स ट्याक्सको इन्ट्री गरेको छैन रे। मेरो करेक्ट एन्ट्रीमा के हुन्छ, करेक्ट एन्ट्रीमा डेबिट पर्चेस होइन, डेबिट सेल्स ट्याक्स र क्रेडिट मेरो पेएबल हुन्छ। जे कुरा करेक्ट छ त्यो कुरालाई मैले करेक्ट ठाउँमा राख्नु पर्यो, डेबिटमा मैले राख्नु पर्यो सेल्स ट्याक्स। सो डेबिटमा सेल्स ट्याक्स छ, यस सर, यहाँनिर डेबिटमा सेल्स ट्याक्स छ, तर यहाँनिर पर्चेस छ। सो मेरो एन्सर बी भयो, सक्यो। ओके, सो दिस इज द फास्टेस्ट वे अफ डुइङ। बुझेन भने सेम हामीले करेक्ट एन्ट्री लेख्ने,
रङ एन्ट्री उनीहरूले के गरे त्यो लेख्ने र रेक्टिफाइड एन्ट्री के छ त्यो गर्ने ठिक छ मैले दुइटै तरिका भन्दै सर्टकट तरिका ओके बिकज राइट एन्ट्रीलाई त मैले राइट ठाउँमै लेख्छु रेक्टिफाइडमा होइन सो राइट ठाउँमा लेख्नलाई मैले सेल्स ट्याक्स डेबिटमा लेख्न पर्ने भयो डेबिटमा सेल्स ट्याक्स कहाँ कहाँ छ दुइटा अप्सन यहाँनिरबाट सिलेक्ट गर्दाखेरि बी र डीमा बीमा छ सीमा डीमा त छैन सो द्याट मिन्स मेरो एन्सर बी हो ओके यस्तो टेक्निकहरू पनि कसरी सिलेक्ट गर्ने स्मार्ट वेमा काम गर्ने मैले क्लासमै सिकाएको थिएँ ओके 339 Peach company returned the faulty goods. So company के गरेछ return गरेछ to the supplier and received a credit note from the supplier. When recording the credit note in the accounting system जब उसले record गरे रे पिचले उसले के गरे त भन्दाखेरि पिच Lime omitted to account the sales tax instead posted a gross amount of 1296 है 1296 to the return account. Both Peach company and supplier are registered to EOBA. So correct entry के हुन्छ सर return को केस हो मेरो normally sales return को entry के हुन्छ debit payable credit मेरो purchase return हैन र credit यदि VAT पनि सरी सेल्स ट्याक्स पनि छ भने सेल्स ट्याक्स पनि घटाउनु पर्यो उल्टा बनाउनु पर्यो हैन सो पेएबल कति छ त 1296 ओके करेक्ट मेरो सेल्स पर्चेज रिटर्न कति छ त सेल्स ट्याक्स कति छ त सर अब 8% इन्क्लुजिभ छ भनिसकेपछि 1296 मल्टिप्लाइड बाई 8 डिभाइडेड बाई 108 सो द्याट बिकम्स 19 र पर्चेज रिटर्न मेरो कति भयो त 1200 को पर्चेज रिटर्न भयो हैन सो यो भयो अब मेरो कुन चाहिँ के कुरा गरेको छैन उसले सेल्स ट्याक्सलाई रेकर्ड गरेको छैन रे सेल्स ट्याक्स करेक्टली कहाँ बस्नुपर्छ क्रेडिट साइडमा बस्नुपर्छ हैन क्रेडिट साइडमा बस्नुपर्छ सो क्रेडिट साइडमा म सेल्स ट्याक्स हेर्छु सेल्स ट्याक्स छैन भनेपछि क्वेसन इज रङ ओके त्यसले गर्दाखेरि म यो पुरै गर्छु ओके रङ एन्ट्री उसले के गर्यो त भन्दाखेरि डेबिट पेएबल गर्यो रे 1296 र क्रेडिट उसले के गर्यो त भन्दाखेरि पर्चेज रिटर्न गर्यो रे होइन 1296 दिस इज वाट दे हेभ डन अब मैले रेक्टिफाई गर्नु पर्यो भने यसको करेक्ट एन्सर के हुन जान्छ त भन्दाखेरि रङ एन्ट्रीलाई डेबिटमा के छ पेएबल छ कति अमाउन्टको 1296 को ओके करेक्ट एन्ट्रीमा जाउँ डेबिटमा के छ पेएबल छ सर कति अमाउन्टको 1296 सो भनेपछि करेक्ट ठाउँमा विथ करेक्ट अमाउन्ट बसेको छ यस सो यसलाई चलाउने नचलाउने क्रेडिटमा जाउँ क्रेडिटमा जाउँ के छ पर्चेज रिटर्न कतिको 1296 यहाँनिर के छ सर पर्चेज रिटर्न नै छ क्रेडिटमा बट 1296 सो रङ पोर्सनलाई हामीले के गर्ने त उल्टा बनाइदिउँ सो क्रेडिटमा छ डेबिट बनाइदिउँ डेबिट पर्चेज रिटर्न कतिको 96 को ओके र राइट के छ सेल्स ट्याक्स इज इन द राइट प्लेस सो राइट प्लेसमा हालिदिउँ त्यसलाई सो क्रेडिट सेल्स ट्याक्स okay kati 96 okay so the answer should be debit purchase return credit sales tax यो छ मेरो अप्सनमा छैन so that means the option is not there at all र यो कुरा यो क्वेशन रङ छ भने मैले पहिल्यै थाहा पाइसकेँ उसले कम्पनीको नाम स्टार्ट गरेर आएको छ पिच कम्पनी अनि बिचमा गएर उसले भन्छ लाइम कम्पनी ओमिटेड टु रेकर्ड अनि भन्छ कम्पनीको नामै चेन्ज गरेर आएको छ भने यहाँ दुइटा कोही कम्पनीको इन्फर्मेसन दिइरहेको छ सो देयरफोर द एन्सर इज नट आई मिन लाइक क्वेसन इटसेल्फ इज रङ एन्ड विथ द रङ एन्सर ओके सो आई थिङ्क तपाईँको बुकमा उसले 96 अमाउन्ट देखेको हुनाले 96 कहाँ देखिएको छ डेबिट क्रेडिट दुवै साइडमा 96 300 96 250 96 96 सो उसले चाहिँ यसलाई टिक लगायो होला बट दिस इज रङ यो डेबिट हुनुपर्ने हुन्छ यो क्रेडिट हुनुपर्ने हुन्छ ओके नाउ त्यसपछि आएर 340 मा जाम सो यो के को क्वेसन थियो यो सेल्स ट्याक्स प्लस पर्चेज रिटर्न को क्वेसन थियो इट वाज नाइस बट द एन्सर इज रङ के गर्ने त्यसपछि 340 मा जाम 340 मा के दिएको छ यस दिस इज भेरी नाइस अगेन while recording a contra entry of 2000 in general ledger so contra receivable को च्याप्टरमा हामीले contra पढेको contra मा के गर्ने रे त भन्दाखेरि उल्टा सो सर डेबिट मा पेएबल लाई राख्ने
क्रेडिटमा मैले रिसिभेबललाई राख्ने दिस इज कन्ट्रा यस ओके सो कन्ट्रा तपाईँको 2000 छ इन जेनरल लेजर लेमन company correctly recorded the entry in the payables account and recorded the other entry in allowance for receivable account. Both Lehman and Company uh, and the other party are registered to account for sales tax. Okay, so correct entry के हुनुपर्ने थियो यसमा भन्दाखेरि हुनुपर्ने थियो डेबिटमा तपाईँको पेएबल ओके र क्रेडिटमा हुनुपर्ने थियो मेरो रिसिभेबल अमाउन्टमा गडबड गरेको छ छैन सो द्याट मिन्स मेरो अमाउन्ट हुनुपर्ने थियो पेएबल 2000 रिसिभेबल 2000 सो मेरो 2000 वाला अप्सन यहाँ छ ओके 2000 यहाँनिर चाहिँ ए र डीमा ए र डी मध्येमा एउटा करेक्ट एन्सर हो ओके अब हेर्छु म सर मेरो राइट थिङ के हो राइट थिङ भनेको डेबिटमा पेएबल बस्नु क्रेडिटमा रिसिभेबल बस्नु क्रेडिटमा रिसिभेबल बस्नु त यो दुईटा इन्ट्रीमा हेरौँ त क्रेडिटमा रिसिभेबल छ यहाँनिर रिसिभेबल छ क्रेडिटमा यहाँनिर छ क्रेडिटमा रिसिभेबल यस सर सीमा डीमा छ क्रेडिटमा रिसिभेबल सो द्याट मिन्स यर अप्सन इज डी पुरै सक्यो बट सर एकचोटि बुझाइदिनु न कसरी आउनुभयो त्यो एन्सरमा ओके रङ एन्ट्री उनीहरूले के गरेर त अब पढौँ ध्यान दिएर यो पेएबलमा त यसले गडबड गरेको छैन रे ओके पेएबलमा त उसले गडबड गरेको छैन रे उसले क्रेडिटमा गल्ती गरेर उसले त्यही भनेको छ लेमन करेक्टली रेकर्डेड द इन्ट्री फर पेएबल्स अकाउन्ट एन्ड रेकर्डेड द अदर एन्ट्री इन अलावेन्स फर रिसिभेबल अकाउन्ट उसले क्रेडिटमा के राख्दैछ त अलावेन्स फर रिसिभेबल भनेर राख्दैछ ओके सो रेक्टिफाइड इन्ट्री अमाउन्टमा गडबड छ छैन सो 2000 ओके सो रेक्टिफाइड इन्ट्री के हुन जान्छ त भनेर भन्दाखेरि अब पढ्ने रङ एन्ट्रीको डेबिट साइडमा के छ पेएबल करेक्ट एन्ट्रीको डेबिट साइडमा के छ पेएबल अमाउन्ट एउटै छ यस सो यदि राइट एन्ट्री र रङ एन्ट्रीमा एउटै चिज लेखेको छ एउटै साइडमा देन इट इज राइट ओके त त्यसलाई चलाउनु पर्ने आवश्यकता छैन क्रेडिटमा छ क्रेडिटमा के लेखेको छ अलावेन्स फर रिसिभेबल उता करेक्ट एन्ट्रीमा के लेखेको छ रिसिभेबल ओके करेक्टलाई करेक्ट ठाउँमा राख्ने सो क्रेडिटलाई रिसिभेबलमा राख्ने र जुन रङ छ त्यसलाई उल्टा बनाइदिउँ ओके अलावेन्स सक्यो होइन सो डेबिट अलावेन्स फर रिसिभेबल 2000 क्रेडिट रिसिभेबल सो यो हो तपाईँको लजिकल अरूले चाहिँ दिस इज द करेक्ट फ्लो बट हामी सर्टकट पनि लिन सक्छौँ भन्ने कुरा सो यो थियो मेरो कन्ट्राको क्वेसन सो कन्ट्रामा पनि गडबड गर्न सक्ने रहेछ देखियो ओके नाउ मुभिङ फरवर्ड 41 हेरौँ त when recording a purchase invoice for repairs of laptop from the credit supplier Orange Company recorded it as addition to non-current assets. The cost of repair is 500 on which the sales tax was charged at 15%. Orange Company is registered to account for sales tax. Okay. So मेरो यहाँनिर करेक्ट एन्ट्री के हुन्छ त भनेर भन्दाखेरि सर करेक्ट एन्ट्री तपाईँको हुन जान्छ के डेबिट रिपेयर्स होइन र क्रेडिट सिन्स इट इज उधार हो बिकज क्रेडिट सप्लायर भनेको छ सो पेएबल कतिको कतिको अमाउन्टले भनेर भन्दाखेरि 500 को अमाउन्टले ओके 500 500 ओके सो मेरो करेक्ट एन्ट्री यो हुन्छ उसले के भनेको छ सर ओरेन्जलाई उसले रेकर्ड गर्यो एडिसनलाई चाहिँ उसले रिपेयर्सको बदलीमा केलाई रेकर्ड गर्यो त नन करेन्ट एसेटलाई रेकग्नाइज गर्यो भनेपछि पेएबल इज इन द करेक्ट प्लेस पेएबल इज इन द करेक्ट प्लेस यस सो यदि करेक्ट प्लेसमा छ भने त ठिकै छ उता पनि ठिकै होला होइन सो गडबड कहाँ भइरहेको छ रिपेयर्समा गडबड भइरहेको छ सो यो रिपेयर्सलाई उल्टा बनाउनु पर्यो सो उल्टा बनाउनु पर्यो भनिसकेपछि पहिला 500 वाला अप्सन कहाँ छ एउटा एमा छ एउटा सीमा छ क्रेडिटमा रिपेयर्स जानु पर्यो यस सर सो क्रेडिटमा रिपेयर्स यहाँनिर गएको छ कि यहाँनिर गएको छ सर सीमा गएको छ सो त अप्सन इज सी हो हो ओके सो उसले के गर्यो त भन्दाखेरि उसले गर्यो रङ एन्ट्री मेरो हिसाबले सी हो होइन अब एन्सर हेरौँ है मिस्टेक यसरी हुन्छ क्या
सो डेबिटमा उसले के गर्यो त नन करेन्ट एसेटलाई लेख्यो अरे क्रेडिटमा उसले पेएबललाई लेख्यो अरे ओके सर अब बुझ्यो ओके सो सर हामीले इन्टरप्रिटेसन त्यसरी गर्न सक्छौँ सो त्यसले गर्दाखेरि हामीले के गर्नु पर्यो त भन्दाखेरि मिस्टेक गर्नु भएन ध्यान दिएर फास्ट गर्ने चक्करले गर्दाखेरि मिस्टेक गर्ने होइन ओके त्यो प्र्याक्टिस चाहिन्छ सरी सर रेक्टिफाइड एन्ट्री बनाउनु ओके लेट्स गो एन्ड सी रङ एन्ट्रीमा डेबिट साइडमा के छ नन करेन्ट एसेट्स डेबिट साइडमा के छ रिपेयर सर यहीँनिर गडबड रहेछ सो राइटलाई राइट ठाउँमा राखौँ सो डेबिट रिपेयर्स राइट ठाउँ रङलाई उल्टा बनाऊँ ओके एनसिए ओके त्यसपछि क्रेडिटमा हेरौँ सर पेएबल यता पनि पेएबल सो द्याट मिन्स इट इज नट रङ त्यो त ठिक ठाउँमा छ सो त्यसलाई छोडिदिउँ सो मेरो एन्ट्री हुन्छ डेबिट रिपेयर सो राइट कुरालाई राइट ठाउँमा राख्ने सो द एन्सर विल बी ए ओके सो रङ त्यसरी त्यसरी पनि हुन्छ है गाइस त्यसले गर्दाखेरि ध्यान दिने सो ओके बाई द वे यो एरर थियो मेरो प्रिन्सिपल एरर्स तो यो मेरो रिपेयर्समा पनि केही गडबड हुन सक्ने चान्सेस देखियो एज पर यो एक्जाम किट त्यसपछि आएर 342मा जाम 342मा के हुन्छ when recording a sales invoice for a credit customer that company recorded the net amount as 1000 instead of 100 and a debt is registered to account for sales tax so यहाँनिर के इन्ट्रीमा गडबड भयो होला त the answer is no उसले केमा गडबड गरे रहेछ यहाँनिर उसले अमाउन्टमा गडबड गरे रहेछ हैन सो अमाउन्टमा गडबड गरे रहेछ सो के हुन्छ हेरौँ यहाँनिर ध्यान दिएर हामीले करेक्ट एन्ट्रीले बढाउनु नि थाहा हुन्छ हुन त फेरि एकचोटि म सर्टकटबाट गर्छु ओके सो मेरो करेक्ट एन्ट्री के हुन्छ सर डेबिट रिसिभेबल क्रेडिट सेल्स होइन र क्रेडिट मेरो सेल्स ट्याक्स यो हुनुपर्ने हुन्छ राइट सो करेक्ट एन्ट्री यो हुनुपर्ने हुन्छ होइन सो उसले के गरेको छ त भन्दाखेरि रिसिभेबल कति छ इन्स्टेड अफ 100 उसले चाहिँ सरी इन्स्टेड अफ 1000 उसले के गरेर त भन्दाखेरि 100 रेकर्ड गरेर है सो सेल्स ट्याक्स त एकदम एकछिन त्यसलाई नराख्नु ओके सो उसले गर्नुपर्ने 100 थियो होइन तर उसले के गर्यो त भन्दा उसले रेकर्ड गर्नुपर्ने 100 थियो ठिक छ ठिक छ 100 थियो ओके सो द नेट अमाउन्ट एज 100 हुनुपर्ने थियो सो नेट अमाउन्ट त 100 भयो सो अब यहाँनिर माथि के हुनुपर्ने थियो सरी सरी मैले ठिकै लेखिरहेको थिएँ त क्रेडिट सेल्स ट्याक्स सो सेल्स ट्याक्स कति छ अरे त भन्दाखेरि 10% छ अरे ओके सो 10% छ 10% सेल्स ट्याक्स हो भने सो दिस इज द नेट अमाउन्ट भने चाहिँ सेल्स ट्याक्स हटेर आएको अमाउन्ट हो सो द्याट मिन्स इट सुड बी योर कति 10 राइट 10 हुनुपर्ने थियो सेल्स 110 को हुनुपर्ने थियो यस सो अब उसले मलाई यहाँनिर रङ एन्ट्री के राख्यो ओके मेरो राइट थिङ के छ सर मेरो रिसिभेबल डेबिटमा बस्नुपर्ने थियो 100 ओके रङ एन्ट्रीमा के छ के गडबड गरेको छ छैन सो क्रेडिट डेबिटमा उसले लेख्यो रिसिभेबल क्रेडिटमा उसले लेख्यो सेल्स क्रेडिटमा उसले लेख्यो सेल्स ट्याक्स ओके सो रिसिभेबल उसले लेख्यो 1000 नेटमा अरे होइन रिसिभेबल सो रेकर्डेड नेट अमाउन्ट एज 1000 इन्स्टेड अफ दिस थिङ सो 1000 को यहाँनिर उसले रेकग्नाइज गर्यो रे सो 1000 को यहाँनिर रेकग्नाइज गर्यो भनिसकेपछि सेल्स ट्याक्स भयो 100 सो 1100 को रिसिभेबल रेकग्नाइज गर्यो रे होइन सो मेरो रेक्टिफाइड एन्ट्री के हुन्छ के इन्ट्री अब हेरौँ डेबिटमा के छ रिसिभेबल छ यहाँनिर के छ रिसिभेबल छ राइट छ सर होइन अमाउन्टमा रङ छ यहाँ 1100 यहाँनिर तपाईँको 110 सो द्याट मिन्स यसलाई पहिला सुरु म पठाउँछु कहाँनिर क्रेडिट साइडमा रिसिभेबल गरेर यसलाई सचाउनु पर्यो यस अब कति 1100 माइनस 110 सो कति हुन जान्छ यो 1100 माइनस 110 गर्दाखेरि सर क्रेडिटमा बस्नु पर्यो 990
सो 990 वाला अप्सन कहाँ छ, डीमा छ। सो एन्सर इज स्ट्रेट अवे डी। बट पुरै गरौँ है। सेल्स, क्रेडिटमा के छ, रङ एन्ट्रीको सेल्स, राइट एन्ट्रीको के छ, सेल्स। अमाउन्ट एउटै छ, छैन सर। सो उल्टा बनाऊ, सेल्स डेबिटमा कति रेकग्नाइज गर्नु पर्यो सर, 1000 माइनस 100 गर्दाखेरि 900 को सेल्स देखिनु पर्यो। ओके, अर्को क्रेडिटमा के छ, सेल्स ट्याक्स, यहाँ के छ, सेल्स ट्याक्स। ओके, सो ठिक ठाउँमा छ, ठिक पोजिसनमै बसिरहेको छ, बट अमाउन्ट इज रङ। सो यसलाई पनि के गरौँ, क्रेडिटको कुरा उल्टा बनाऊँ, सेल्स ट्याक्स भनेर लेख्ने। हुनुपर्ने थियो 10 भइदियो 100। सो 90 को यहाँनिर आयो। सो डेबिटमा सेल्स 900, सेल्स ट्याक्स 90 एन्ड रिसिभेबल इज 990। ओके, डन। सो 343 मा हेरौँ। ओके, 343 मा हेरौँ। यहाँनिर के छ, यो पनि सेल्स ट्याक्सकै क्वेसन हो है। सेल्स ट्याक्सको भेराइटी क्वेसन देखियो तपाईँहरूले यहाँनिर रेक्टिफिकेसनमा कस्तो कस्तो तरिकाले गरेर आएको छ। सो यो सेल्स ट्याक्सलाई अलिकति बढी प्र्याक्टिस गर्दै लैजानु पर्ने जस्तो देखिएको छ है अहिलेसम्म। सो टाग्रियन कम्पनी मेड अ सेल्स टु अ क्रेडिट कस्टमर। ओके, सेल्स गरेको छ अरे, प्लस 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 40% sales tax, which was recorded correctly in the general ledger. The customer subsequently returned half of the goods as they were damaged upon the receipt, and a credit note was issued for that amount. The entry for the credit note in the receivable account was made correctly. Okay, and the other entry was made for the same amount in the return inward account. So यो मेरो के हो त भन्दाखेरि सेल्स रिटर्न प्लस सेल्स ट्याक्स। ओके, सो एकचोटि फेरि ध्यान दिएर के भन्छ सर, 500 को सामान बेच्यो अरे प्लस 40% को सेल्स ट्याक्स गरेर। सो मैले कति पैसा पाउनु पर्ने थियो, 500 मल्टिप्लाइड बाई 140% गर्दाखेरि 700 पाउनु पर्ने थियो। ओके, विथ सेल्स ट्याक्स। नाउ विच वाज रेकर्डेड करेक्टली। सो यसमा त केही गडबडै भएन, करेक्टली रेकर्ड गरेको छ अरे। अब प्रब्लम कहाँ हो, द कस्टमर सब्सिक्वेन्टली रिटर्न हाफ अफ द गुड्स as they were damaged upon the received, and a credit note was issued for that amount. Okay, so correct entry मेरो के हुने भयो त, सेल्स रिटर्न को। so debit सेल्स रिटर्न। ओके, डेबिट सेल्स ट्याक्स। ओके, र क्रेडिट मेरो हुने भयो रिसिभेबल, होइन, रिसिभेबल। अब उसले के भन्छ त भन्दाखेरि त्यसपछि आएर कस्टमर यति भयो, हाफ अफ द गुड्स वेयर रिटर्न भनेपछि रिटर्न हाफ अफ द गुड्स वेयर रिटर्न। सो 700 को हाफ भनेपछि कति भयो त भन्दाखेरि 350 बराबरको सामान फिर्ता आएछ। ओके, सेल्स त मेरो कति थियो, 500 थियो, 500 प्लस भ्याट भनेको छ। सो मल्टिप्लाइड बाई 140% सिधा सिधा। सो 700 बराबरको सेल्स थियो, यसको 50% भनेको हाफ भनेको मतलब 350। 350 मेरो रिसिभेबल थियो, यसमा मेरो सेल्स ट्याक्सको पोर्सन कति त, 350 मल्टिप्लाइड बाई 40 डिभाइडेड बाई 140 गर्दाखेरि मेरो सेल्स ट्याक्सको पोर्सन कति, 100। सो मेरो सेल्स रिटर्न कति हुने भयो, 250। ठिक छ, यो मेरो भयो। ओके सर, अब रङ एन्ट्री उनीहरूले के गरेछ त, उनीहरूले के गल्ती गर्यो, उनीहरूले के गल्ती गर्यो, issued the entry for the credit note in the receivable account was made correctly. So credit मा जुन receivable लेखेको छ त्यो चाहिँ करेक्टली लेखेको छ अरे 350। ठिक छ, correctly was made correctly, and the other entry was made for the same amount in return inward। उनीहरूले के गरेर त भन्दाखेरि रिटर्न इनवर्ड गर्यो अरे, सेम अमाउन्टले उसले रिटर्न इनवर्ड गर्यो अरे। सो डेबिटमा उसले लेख्यो अरे सेल्स रिटर्न 350 भनेर लेख्यो अरे। ओके, सो मतलब उसले सेल्स ट्याक्सको इन्ट्री हालेन छ। ओके, सो करेक्ट सरी रेक्टिफाइड एन्ट्री गर्नुतिर लागौँ त। पहिला डेबिटहरू रङ एन्ट्रीको डेबिट साइडमा हेरौँ।
डेबिट साइडमा के लेखेको छ? सर सेल्स रिटर्न। यहाँ डेबिट साइडमा के लेखेको छ? सर सेल्स रिटर्न। भेरी गुड। सो राइट अ नेम इन द राइट पोजिसन, यस। के अमाउन्ट पनि सेम छ? न सर, सेल्स रिटर्न रङमा 350 लेखेको छ, राइटमा 250। सो रङलाई हटाम। सो हटाउने कसरी? डेबिटको क्रेडिटमा लगेर हटाउने। सो क्रेडिटमा सेल्स रिटर्न या रिटर्न इनवर्ड सेल्स रिटर्न एउटै हो। कतिले? सर 100ले। सो खोजौँ रिटर्न इनवर्ड 100 कहाँनिर छ? रिटर्न इनवर्ड 100, रिटर्न इनवर्ड 100, रिटर्न इनवर्ड 100। सो मेरो करेक्ट एन्सर हो सी, होइन? बट स्टिल अब हेरौँ। सर क्रेडिटमा के छ? रिसिभेबल छ। क्रेडिटमा के छ? रिसिभेबल छ। कति अमाउन्ट? 350, 350। ठिक छ, ठिक छ। सर यसले सेल्स ट्याक्सको इन्ट्री गरेको छैन। सो इन सेल्स ट्याक्सको करेक्ट पोजिसन कहाँ छ? डेबिटमा। सो डेबिटमा मैले लेख्ने सेल्स ट्याक्स कति? 100। सो डेबिट सेल्स ट्याक्स छ, यस। सक्यो। So this is how you need to do the rectification of error. यसमा गडबड गर्नु भएन, because this is very simple and these errors whatever I have discussed here, के यसले मेरो ट्रायल ब्यालेन्सको टोटलमा केही असर पार्छ त पार्दैन. Therefore the trial balance will not detect this kind of errors. Okay, so I hope यत्रो क्वेसन गरिसकेपछि अब अलिकति कन्फिडेन्स लेभल बिल्डअप भयो होला. सो आई हेभ अल्सो गिभन यु दि आइडिया कि लाइक हुन्छ नि कसरी सर्टकट अपनाउने, कसरी चाहिँ लजिकल्ली लैजाने. ओके, सो द्याट्स इट फर दि करेक्सन अफ एरर्स. सो विल मिट इन दि नेक्स्ट रेकर्डिङ जहाँनिर हामी सस्पेन्स अकाउन्टको कुरा गर्छौँ. ओके, ओके, सो थ्याङ्क यू.